नमस्ते गाइस, टाइमको एकदम सर्टेज भयो, त्यसैले हामीले प्याकिङको अनि सपिङको केही पनि क्लिप्सहरू खिच्न पाएन। तर सामान भने भरिपूर्ण छ। हामीलाई बाइकमा जाँदा बोक्न पनि अलिकति गाह्रो भएको थियो। दल हाट्याने मलाई थियो जोङ खानी पुगेका छौँ। हाम्रो क्याम्पिङ स्पट चाहिँ यो हो। केटाहरू माथि फोटो सेसन हुँदैछ। आज यसले मजाले मासु खुवाउने अनि यसलाई गार्ड बसाउने। अब चाहिँ यहाँबाट बाइक ल्याउन लागेको। म चाहिँ बाटो कस्तो छ भनेर यसो हेर्न आएको। सामान अलिकति तल पुऱ्याइसकेँ। यस्तो ठाउँबाट अब बाइक ल्याउनु पर्ने हुन्छ मैले। लेट्स सी। Yay! हामीले बाइक पनि यहीँ ल्याएका छौँ। अहिले टेन्ट चाहिँ यहाँ सार्नुपर्ने हुन्छ। ओए केटाहरू थ्री मस्केटियर्स। अनि यस्तो छ हाम्रो आजको चुलोको सेटअप। साथीहरू अहिले यहाँ केटाहरू सुतिसकेका छन्। हाम्रो टेन्ट चाहिँ यत्रो छ है। यहाँ भेन्टिलेसन छँदैछ अनि एकदम सही। यहाँ क्याटरपिलर एकजना छ, भोलि बिहान बटरफ्लाई हुने प्रोसेसमा हुनुहुन्छ। ल गुड नाइट भनिसकेको छ। अब गुड नाइट है त। यो के भयो यसलाई? के भयो? हाम्रो बाइक चाहिँ यहाँ छ। सिटले टस्टै भइसक्यो होला। हेलमेट पनि त्यही छ हेलमेट, तर के भएको छैन होला हेलमेट। गुड मर्निङ गाइज। यहाँ सुटिङ चाहिँ बाहिर जाँदैछु है। ड्याम चाहिँ उता रहेछ। आछुले मोबाइल हावा चलिरहेको छ। मजा खोइ त। Split personality, sometimes sour, sometimes sweet. An M. Night Shyamalan story called Everything's Peachy. Can we just skip straight to the plot twist, please? खतरा साइड आइपुग्यो। गफा गयो।
अहिले बजिरहेको छ 10 र हामीले हाम्रो टेन्टहरू डिसमेन्टल गरिसकेका छौँ। केटाहरू यहाँ माथि जाँदैछ। अब म बाइक लिएर माथि जान्छु। मोहन झर्न जान्छौँ होला, जुन यो डाँडा पछाडि छ है। Life's all about balance. And real love takes practice. सा 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 अब त हाम्रो क्याम्पिङ सकिएको छ। एभ्रिथिङ प्याक्ड अप। अब हामी खाना खान जान लाग्यो। पछि पछि गइरहेछ। नेताले जनतालाई दौडाएको दृश्य But my love's on purpose. ल अहिले चाहिँ हामी झर्ना जानको लागि आएका छौँ। Reciprocate the feeling. Find peace beneath the surface. Everything's peachy. Everything's peachy. Split personality. Sometimes sour, sometimes हामीहरू sweet. झर्ना पुगिसकेका छौँ। An M. Night Shyamalan story called Everything's Peachy. Can we just skip straight to the plot twist, please? No accidents happen, but my love's on purpose. Reciprocate the feeling. Find peace beneath the surface. Everything's peachy. Everything's peachy. Split personality. Sometimes sour, sometimes sweet. An M. Night Shyamalan story called Everything's Peachy. Can we just skip straight to the plot twist, please?